यो देशमा अब प्रधानमन्त्री को हुन्छ मलाई थाहा छैन, तर यो देशको व्यवस्था परिवर्तन हुन्छ र विदेशमा गएका 50 लाख युवा यो देशमा फर्किनुपर्छ। लघुवित्त सहकारी ब्याङ्कहरू राष्ट्रियकरण हुनुपर्छ र 20 लाख भन्दा मुनिको ऋण मिना गरेर यो मान्छेहरूले जो दिनैपछि झुनिएर मर्ने, शरीरमा पेट्रोल खनेर आगो लाउने बाटो बन्द हुनुपर्छ। विदेशका जेलमा भएका युवाहरू यो देशमा आउनुपर्छ। विखण्डित भएको परिवार छ नि, यो पढ्न नपाएर विखण्डित भएको छ नि पैसाको कारणले। अब सधैँभरि परिवारले एकै ठाउँमा बसेर दसैँको टिको लाउनुपर्छ। डाइनिङ टेबलमा बसौँ या गोबरले डोटाएको ठाउँमा बसौँ, बाबुआमा छोराछोरी बसेर एक छाक भए पनि भात खानुपर्छ। मेरो अभियान थियो, मेरो विद्रोह धेर हो। आज मैले देखेको छु मेरो हस्पिटलमा अस्तिको दिन, अस्ति भने 5 दिन अगाडिको सत्य रामराम मन्दिर दुर्गा माता समातेर एकजना महिला, इटरीको महिलालाई ल्याएर राखेँ। छोरो 6 दिनमा आउँछ भने आएन, त्यहाँबाट लास्टमा गएर गाउँलेले लगेर दाह संस्कार। आज मलाई पनि पाउन छोडी देशमा हजुरबुवाले नाति खेलाउन पाउँदैन। सो नेपालमा बेइज्जती धेरै भयो। अब यो हाउसलाई अर्डरमा ल्याउनका लागि ह्यामर जुन आवश्यकता थियो, त्यो ह्यामरको काम, त्यो ह्यामर भनेको नै दुर्गा प्रसाद हो के त? यिनीहरूको जग छैन त, हल्लियो त। एउटा दुर्गा प्रसादले गणतन्त्र हल्लायो किन भन्नु न। अब हिजो राजा पृथ्वीनारायण शाहले दुःख गरेर बसालेको थियो, एउटा जग बनाएको थियो। महेन्द्र सरकार आउँदाखेरि महेन्द्र सरकारले पनि एउटा जग बनाइदिएको थियो। भएको जग जम्मै बङ्गाएर फ्याँकी। अब यसो गरौँ, नयाँ पनि यिनीहरूले बनाउन सकेन।